guys, welcome back to channel SKM Rosa. So म हो रोजी. So आजको यो भिडियो हाम्रो Hello guys, welcome back to my channel SKM Rosa. म हो हजुरहरुको रोसा र आज चाहिँ मैले एउटा सर्टेन टपिक लिएर आएको छु. मेरो टपिकको नाम चाहिँ सिग्नेचर एनालाइसिस हो. यस टपिक सो हाम्रो यो सिग्नेचर भन्नाले के हुन्छ, एभ्री पर्सन ह्याभ देयर ओन सिग्नेचर हैन र हामीले हाम्रो सिग्नेचरलाई कसरी लाइक अ मिलिनियरले गर्नु भएको जस्तो सिग्नेचर कसरी बनाउने बारेमा म हजुरसँग कुरा गर्न गइरहेको छु. सुरुमा हामीले सिग्नेचर गर्दा हाम्रो अलवेज हामीले लेख्ने अक्षर भन्दा अलि ठुलो साइजको हुनुपर्छ हाम्रो फर्स्ट लेटरको सिग्नेचर. दोस्रो कुरा, यदि हजुरले इङ्ग्लिसमा आफ्नो सिग्नेचर गर्नुभएको छ र जसमा हजुरले आफ्नो बोथ नाम र थर मेन्सन गर्नुभएको छ भने हजुरको त्यो सिग्नेचरको फर्स्ट लेटर हजुरको नामको फर्स्ट लेटर र हजुरको थरको फर्स्ट लेटर चाहिँ जहिले पनि क्यापिटलमा आउनुपर्छ. सेकेन्डमा चाहिँ अब हजुरहरूले आफ्नो सिग्नेचर गर्दाखेरि कहिले नि बिचबाट काट्न हुँदैन. हजुरले आफ्नो सिग्नेचरको वरपर गोरो घेरा बनाउन पनि हुँदैन. हजुरहरूले आफ्नो सिग्नेचर गर्दाखेरि हजुरहरूले आफ्नो सिग्नेचर लेख्नुभयो, हजुरको नाम छ अगाडि अनि त्यसपछि हजुरको पछाडि चाहिँ हजुरको थर छ. हजुरको यो बिचमा चाहिँ हजुरले धेरै ग्याप राख्न मिल्दैन. हजुर त्यसलाई तन्काउन मिल्दैन. हजुरको सिग्नेचरलाई हजुरले आफ्नो नर्मली नाम लेख्नुस्, त्यसपछि थर लेख्नुस्, त्यसपछि पछाडि चाहिँ हजुरले त्यसलाई तन्काउन मिल्यो, तर त्यो बिचमा चाहिँ हजुरले तन्काउन चाहिँ मिलेन. नेक्स्ट पोइन्ट छ, हजुरले हजुरको सिग्नेचर गरिसकेपछि त्यसलाई बिचबाट काट्न मिल्दैन. हजुरले सिग्नेचर गर्दा यसरी लानु भएको छ, लाँदा हजुरको सिग्नेचर तलतिर डाउनवर्डतिर गइरहेको छ. त्यो भनेको हजुरको सिग्नेचरले के एनालाइज गर्छ भने हजुरको करियर हजुरले डाउनफलतिर लिएर गइरहनु भएको छ. सकेसम्म हजुरले आफ्नो सिग्नेचर गर्दाखेरि हजुरको सिग्नेचर कि सिधा होस् कि अपवर्ड डिरेक्सनमा गएको हुनुपर्ने छ. त्यसपछि अर्को पोइन्ट छ, हजुरहरूले याद गर्नुभयो होला, सिग्नेचर गर्दाखेरि मान्छेको तल धर्को तान्ने बानी भएको हुन्छ, जसमा मेरो पनि लाइन गर्ने बानी छ. सिग्नेचर गरेपछि स्वाट्ट लाइन तान्ने बानी छ. त्यसमा चाहिँ हजुरले के ख्याल गर्नु भने जहिले पनि लाइन तान्ने बेला पछाडिबाट अगाडि तान्ने होइन कि अगाडिबाट पछाडि लाने हो. पछाडिबाट अगाडि तानेको मिनिङ चाहिँ के हो भन्दाखेरि हजुरले आफ्नो करियरलाई ब्याकवर्डतिर लाँदै हुनुहुन्छ, तर हजुरले अगाडिबाट पछाडि पछाडिबाट अगाडि यसरी लाइक दिस वे तान्नुभयो भने हजुरले आफ्नो करियरलाई चाहिँ सिधै माथितिर लाने कोसिस गर्नुभएको छ. सो यो हो अ सर्टेन टिप्स जुनमा चाहिँ हाम्रो सिग्नेचर एनालाइसिस गर्दा चाहिँ हामीले गर्ने छौँ योबाट. अनि अझ एउटा मेन कुरा पनि मैले छुटाएर छु. सिग्नेचर एनालाइसिसहरूले के भन्छ भने हजुरको सिग्नेचर भनेको चाहिँ हजुरको आइडेन्टिटी हो. मान्छेले हजुरको सिग्नेचर हेरेर हजुरको आइडेन्टिटी थापाउने गरी हजुरले आफ्नो सिग्नेचर चाहिँ क्रिएट गर्नुपर्छ. यो हो हजुरको छुटेको वाला टिप्स. सो यति भन्दै म यो भिडियो यहीँ खत्म गर्न चाहन्छु. हस् त, बाई बाई, ह्याभ अ नाइस डे.